नमस्ते साथीहरू, आज हामी बीबीएस 1st इयर बिजनेस स्टार्टिक्सको ग्रामर रुल पढ्न गइरहेका छौँ। इक्जाममा अनिवार्य रूपमा 10 मार्क्सको चाहिँ लङ क्वेसन र 1-2 मार्क्सको चाहिँ सर्ट क्वेसन सोध्ने गर्दछ यस पार्टबाट। यसको लागि हामी आज चाहिँ 10 मार्क्सको चाहिँ लङ क्वेसन सोल्भ गर्न गइरहेका छौँ। यसमा चाहिँ तीनवटा इक्वेसन चाहिँ क्वेसनमा दिएको छ। x + 2y + 3z = 20, 3x + 6y + 2z = 32, x + y + z = 9। सुरुमा चाहिँ हामीले के गर्नुपर्छ भने कोएफिसिएन्टहरू लेख्ने। सुरुमा कोएफिसिएन्ट्स अफ x को, अनि कोएफिसिएन्ट्स अफ y को, कोएफिसिएन्ट अफ z को, अनि कन्स्ट्यान्ट टर्म। कोएफिसिएन्ट्स अफ x को सुरुमा के छ हेर्नुस्। x छ, x को कोएफिसिएन्ट के छ? x को कोएफिसिएन्ट के हुन्छ भन्दा 1 * x गर्दा पनि x नै हुन्छ। त्यही कारणले कोएफिसिएन्ट अफ x को गुणाङ्क अगाडि 1 छ, त्यही भएर 1 हुन्छ। अनि x को गुणाङ्क अगाडि 3 छ, यो त सामान्य भइहाल्यो। अनि यसको अगाडि पनि केही छैन भने 1 छ। अनि y को अब कोएफिसिएन्ट अफ y मा जाउँ। कोएफिसिएन्ट अफ y को सुरुमा चाहिँ 2 छ, 2 लेख्यौँ। त्यसपछि y को चाहिँ कोएफिसिएन्ट 6 छ। त्यसपछि y मात्र छ, y भने चाहिँ अगाडि एउटा 1 हुन्छ, त्यही भएर 1 लेख्यौँ। अनि कोएफिसिएन्ट अफ z मा z को अगाडि कोएफिसिएन्ट 3 छ। त्यसपछि कोएफिसिएन्ट अफ z को 2 छ। त्यसपछि z मात्र z भने चाहिँ एउटा 1 हुन्छ। अनि कन्स्ट्यान्ट टर्म चाहिँ हुबहु 20, 32, 9 लेख्यौँ। अब चाहिँ हामी यसको डिटर्मिनेन्ट निकाल्न गइरहेका छौँ। डिटर्मिनेन्ट निकाल्दा चाहिँ यसको कन्स्ट्यान्ट टर्मको कुनै पनि प्रयोग गर्न पाइँदैन। यसमा चाहिँ कोएफिसिएन्ट अफ x, कोएफिसिएन्ट अफ y, कोएफिसिएन्ट अफ z को मात्र प्रयोग गर्नुपर्छ। त्यसैले हामीले डिटर्मिनेन्ट d = लेखेर कोएफिसिएन्ट अफ x जस्ता सार्यौँ, कोएफिसिएन्ट अफ y जस्ता सार्यौँ, कोएफिसिएन्ट अफ z जस्ता सार्यौँ। अनि सुरुमा 1 को प्रयोग गर्यो। 1 भनेको a 11, 1 मा जोड्दा 2 भयो। 2 भनेको के हो? इभन नम्बर। इभन नम्बर कहिले पनि प्लसमा आउँछ। त्यसैले यो 1 गर्ने, यसको यो कोलम पनि हटाउने, रो पनि हटाउने। यसलाई कोलम र रो हटाउँदा के बच्छ? 6, 2, 1, 1, 6, 2, 1, 1 बच्यो। अनि यो a12 भयो। a12 मा के हुन्छ? a12 1, 2 जोड्दा कति भयो? 3 भयो। 3 भनेको के हो? अड नम्बर हो, त्यही भएर नेगेटिभ साइन भयो, -2 भयो। अनि यसलाई हटाउँदा कति बच्यो? 3, 2, 1, 1 बच्यो। 3, 2, 1, 1 बच्यो। प्लस 3 भने यो a13, a13 मा 3, 1, 4, 4 भनेपछि हाम्रो के भयो? इभन नम्बर भयो। यो र यो हट्दा कति भयो? 3, 6, 1, 1, 3, 6, 1, 1। अब क्याल्कुलेसन गरौँ। 1 को 1, 6 ले 1 लाई मल्टिप्लिकेसन गर्दा 6, -1 * 2 गर्दा चाहिँ 2। यसले यता मल्टिप्लिकेसन गर्दा चाहिँ नेगेटिभ साइन हुने गर्दछ। -2 जस्ता सार्यौँ। 3 ले 1 लाई मल्टिप्लिकेसन गर्दा 3, -1 * 2, 2 बच्यो। प्लस 3 को 3, अनि सुरुमा चाहिँ अनि त्यसपछि 3 * 1 = 3, -6 * 1 = 6। अब 6 बाट 2 घटा 4 * 1, 4 बचिहाल्यो। 3 बाट 2 घटा 1, 1 * 2, 2 बच्यो। अनि 3 बाट 6 घटाए -3, -3 * 3, -9 बच्यो। यसलाई क्याल्कुलेसन गर्दा चाहिँ -7 आउँछ। यसपछि हामीले d1 निकाल्नुपर्छ। d1 मा चाहिँ d1 भनौँ, dx भनौँ, एउटै कुरा हो। त्यही भएर x को टर्मलाई हटाएर, कोएफिसिएन्ट अफ x लाई हटाएर त्यसको सट्टामा कन्स्ट्यान्ट टर्म राख्नुपर्ने हुन्छ। कोएफिसिएन्ट अफ x को ठाउँमा कन्स्ट्यान्ट अफ 20, 32, 9, 20, 32, 9 राख्यौँ। कोएफिसिएन्ट अफ y जस्ता सार्ने, कोएफिसिएन्ट अफ z जस्ता राख्ने। अनि 20 सुरुमा a11 भनेको 1, 1, 2 भइहाल्यो। 2 भनेको के नम्बर हो? इभन नम्बर हो, त्यो जोडिहाल्यो। अनि यो र यो हट्दा कति बज्यो? 6, 1, 2, 1, 6, 1, 2, 1 बच्यो। अनि a12 भनेको त 1, 2 भयो, 3 भयो। 3 भनेको चाहिँ के भयो? हाम्रो अड नम्बर भयो। अड नम्बर कहिले पनि नेगेटिभ हुन्छ। -2 बच्यो। यो र यो हट्दा कति बज्यो? 32, 2, 9, 1, 32, 2, 9, 1 बच्यो। अनि यो चाहिँ a13 हो। a13 मा कहिले पनि के हुन्छ? पोजिटिभ हुन्छ। अनि यो र यो हटिहाल्यो। 32, 6, 9, 1 बच्यो। अब यसलाई क्याल्कुलेसन गरौँ। 20 को 20, 6 1 = 6, -1 दुना 2, 6 बाट 2 घटायौँ। अनि त्यसपछि -2 को -2, अनि 32 1 = 32, -9 दुना 18 भयो। प्लस 3 को 3, 32 1 = 32, -9 6 = 54 बच्यो। अनि 6 बाट 2 घटाए 4, 20 चौको कति भयो? 80 बच्यो। -2, यो 32 बाट 18 घटाउँदा कति बच्यो? 14 बच्यो। 14 दुना 28 बच्यो। प्लस 3 को 3, अनि यसलाई घटाउँदा चाहिँ -22 भयो। यसलाई क्याल्कुलेसन गर्दा चाहिँ -14 आउँछ। अब आयो d2। d1 मा चाहिँ x हेर्ने, d2 मा चाहिँ y हेर्ने। d2 लाई dy भन्दा पनि मिल्छ। त्यही भएर d2 मा चाहिँ कोएफिसिएन्ट्स अफ x जस्ता सार्ने, कोएफिसिएन्ट्स अफ y को सट्टामा कन्स्ट्यान्ट टर्म राखिदिने। y को सट्टामा 20, 32, 9 राख्यौँ। अनि कोएफिसिएन्ट अफ z हुबहु सार्यौँ। अनि अब हेरौँ, 1 को 1, a11 जहिले पनि पोजिटिभ हुन्छ, हामीले अघिबाट भन्दै गइरहेका छौँ। यो र यो गयो, 32, 9, 2, 1 जस्ता सार्यौँ। a12 नेगेटिभ, -20, यो र यो गयो, 3, 1, 2, 1 भयो। प्लस यो 3 को 3, अनि त्यसपछि 3, 32, 1, 9 बच्यो। अनि 1 को 1, 32 1 = 32, -9 दुना 18 बच्यो। -20 को -20, 3 1 = 3, -2 बच्यो। प्लस 3 को प्लस 3, 9 3 = 27, -32। यसलाई क्याल्कुलेसन गर्दा यसलाई घटाउँदा 14 भयो, -20 बच्यो। प्लस यसलाई मल्टिप्लाई गर्दा -15 बच्यो। यसलाई क्याल्कुलेसन गर्दा चाहिँ -21 बच्यो। अब छ d3 भन्नु र dz भन्नु एउटा। त्यही भएर यसमा z टर्ममा चाहिँ कोएफिसिएन्ट अफ z मा चाहिँ कन्स्ट्यान्ट टर्म राख्ने, अरू त सेम। कोएफिसिएन्ट अफ x हुबहु सार्ने,
यो सार्यौँ कोएफिसिएन्ट चाहिँ भयो हुबहु सार्ने कोएफिसिएन्टमा जेडको सट्टामा चाहिँ कोसेन्ट टर्म राखिदिने यो राख्यौँ अब 1 भने A11 प्लसमा आउँछ 1 यो र यो हट्यो कति भयो 6 32 1 9 6 32 1 9 सार्यौँ अनि यो A12 माइनसमा आउँछ -2 यो र यो गयो भने कति हुन्छ 3 1 32 9 3 1 32 9 प्लस 20 को 20 यो र यो गयो कति हुन्छ 3611 3611 अब क्याल्कुलेसन गरौँ 1 को 1 9 छक्का 54 -32 भयो -2 को -2 9 3 27 -32 अनि त्यसपछि प्लस 20 को प्लस 20 3 का 3 3 का 3 -6 भयो अनि यसलाई क्याल्कुलेसन गर्दा सुरुमा चाहिँ 22 आयो यसलाई क्याल्कुलेसन गर्दा प्लस 10 आयो यसलाई क्याल्कुलेसन गर्दा -60 आयो यसलाई क्याल्कुलेसन गर्दा चाहिँ -28 आउँछ अब x को भ्यालु अब x को भ्यालु भन्नु भनेपछि d1/d गर्ने x को भ्यालु चाहिँ d1/d d1 को भ्यालु कति आछ -14 बाइ डिटर्मिनेन्टको भ्यालु कति आयो -7 -14 लाई -7 ले भाग गर्दा 2 आउँछ y भनेको d2/d अनि d2 को भ्यालु कति आछ d2 को भ्यालु -21 आछ बाइ d को भ्यालु त -7 आएकै छ अनि 7 तिए 21 3 आयो अनि z को भ्यालु d3/d d3 कति आछ -28 बाइ डिटर्मिनेन्ट कति छ -7 यसले भाग गर्दा 4 आउँछ यो नै उत्तर भयो लास्टमा चाहिँ तपाईहरुले अब A11 कसरी माइनस प्लस कसरी भयो तपाईहरुले बुझ्नु भएको छैन भने हेर्नु होला A11 1 1 जोड्दा 2 भयो 2 भनेको के हो कहिले पनि 2 नम्बर 2 भनेपछि 1 1 जोड्दा इभन नम्बर हो त्यही भएर प्लस भयो A12 2 मा 1 जोड्दा 3 भयो 3 भनेको के हो हाम्रो अड नम्बर हो माइनस भयो A13 कति छ 3 मा 1 जोड्दा 4 4 भनेको के हो हाम्रो इभन नम्बर हो प्लस भयो अब A21 2 1 3 2 1 3 भने के नम्बर भयो हाम्रो अड नम्बर भयो माइनस भयो A22 2 2 जोड्दा 4 भयो 4 भनेको के हो इभन नम्बर हो प्लस भयो A23 3 2 5 जोड्दा के भयो माइनस अड नम्बर भयो माइनस भयो A31 3 मा 1 जोड्दा 4 भयो यो चाहिँ हाम्रो इभन नम्बर भयो प्लस भयो A32 3 2 5 5 भनेपछि हाम्रो कति भयो माइनस अड नम्बर भयो माइनस भयो A33 3 3 जोड्दा 6 भयो 6 भनेको के हो इभन नम्बर हो प्लस भयो यति चाहिँ बुझ्नु पर्यो अब लास्टमा चाहिँ हामी एउटा डिटर्मिनेन्ट निकाल्न पनि सिक्यौँ किनकि यो एक्जाममा 2 मार्क्समा सोध्ने गर्दछ अब यो डिटर्मिनेन्ट एउटा क्वेसन दिन्छ अनि चाहिँ सुरुमा 3 को 3 अनि फेरि A11 मा चाहिँ पोजिटिभ हुन्छ भनेर अगाडि माथि लेखेका छौँ यो र यो गयो भने कति भयो 7 3 8 2 बच्यो अनि त्यसपछि A12 माइनस हुन्छ -4 यो पनि गयो भने 2 5 8 2 2 5 8 2 अनि A13 चाहिँ प्लसमा आउँछ +5 यो पनि गयो 2 5 7 3 बच्यो 2 5 7 3 बच्यो अब क्याल्कुलेसन गरौँ 3 को 3 7 दुना 14 -8 3 24 -4 को -4 अनि 2 दुना 4 -8 पंचे 40 +5 को +5 3 दुना 6 -7 पंचे 35 यसलाई क्याल्कुलेसन गर्दा -30 आउँछ यसलाई क्याल्कुलेसन गर्दा +144 आउँछ भने यसलाई क्याल्कुलेसन गर्दा -145 आउँछ अनि यसलाई सबैलाई क्याल्कुलेसन गर्दा -31 आउँछ